भोट चाहिँ मलाई दिएर तपाईहरुले यो पालि भोट चाहिँ मलाई दिएर मलाई जिताउनु होला। म तपाईलाई यो कर्णाली अञ्चललाई सिधै अमेरिका बनाइदिने छु र यहाँको डोनाल्ड ट्रम्प चाहिँ म बन्ने छु। ल मन्त्रीज्यू, हामीलाई स्वास्थ्य चौकी बनाइदिनु पर्छ अनि स्वास्थ्य चौकी छैन, स्वास्थ्य चौकी बनाइदिनु पर्छ। ल ठीक छ, यो पालि म तपाईको घर घरमा एउटा एउटा स्वास्थ्य चौकी उपलब्ध गराउने भए। अरे मन्त्रीज्यू, स्वास्थ्य चौकी मात्रै भएर के गर्ने, औषधि पनि त हुनु पर्यो नि। यहाँ ए त चुप लाग, म तँलाई औषधिले पुर्दिने भयो भएन? मन्त्रीज्यू, हाम्रो घर घरमा त खाने पानी पनि छैन त। अरे तपाईँ धन्दै नमान्नुहोस् न, म तपाईँको पूजा कोठामा एउटा एउटा धारा गाडिदिने छु जहाँबाट पानी होइन अमृत आउनेछ। अमृत कसैको धारामा जुस पनि आउनेछ। ल म तपाईँको यो माग छ नि 2 महिनाभित्र पुरा गरिदिन्छु। अहिले चाहिँ म अर्को मिटिङमा जाँदैछु। ल हस् त, नमस्कार। तेरो काम भनेको यहाँका गरिब दुखी अपाङ्ग छ नि, तिनीहरूको फोटो खिचेर मलाई दिनु। अरे नेताज्यू, यहाँका गरिब दिन दुखी अपाङ्गको फोटो खिचेर के काम के हामीलाई? यदि फोटो खिच्नु नै छ भने राइसमालको खिचे भइगयो, भिराज भट्टको खिचे भइगयो, निखिल उप्रेतीको खिचे भइगयो नि। यता कस्तो कुरा गर्छ साहेब? त्यो राइसमाल निक्ले उपरेले हामीले पैसा दिने हो? अनि के तिनी गरिब दिन दुखी अपाङ्गले पैसा दिन्छन् त? अरे बुद्धु, त्यो गरिबहरूको फोटो हामीले अमेरिका पठाउने। अमेरिकामा पठाइसकेपछि हामीले हाम्रो देशको हालत यस्तो छ है भनेर एउटा हामीले आफूलाई तल्लोभन्दा तल्लो गरिबी देखाउने र त्यहाँबाट केही सहयोग रकम आउँछ र त्यो रकम चाहिँ हामीले लुड्याउने। ओहो नेताज्यू, तपाईँ यसै नेता भएको मान्छे त होइन है। तपाईँको दिमाग चाहिँ यो भने के तपाईँ जस्तो मान्छे नेता हुनु भनेको हामी त भाग्यमानी ठान्नु है। अरे यिनी भनेको सामान्य कुरा हुन् के? हामी नेता भइसकेपछि जिउँदा मान्छेलाई मर्या घोषणा गरिदिन्छौँ र मर्या मान्छेलाई जिउँदो छ भने हामीले भत्ता पचाउने मान्छे। ओहो ल नेताज्यू, तपाईँले भने जस्तै गरी मैले चाहिँ काम सुरु गर्ने भयो है आजैबाट। सर्वप्रथम त्यो सन्देश छ नि, त्यसको छोराको नाजुक अवस्था छ, अपाङ्ग छ, त्योबाट सुरु गर्नु। ओके हुन्छ ल। भाउ, ए भाउ, मेरो भाउ उठ्न। के गरी आए त जुट्टै भेलाग्दो गरी आए त भाउ। बाबू के लाल गाड़ी यहाँ यहीले क्या पोगो कुपोषण मुद्दा छ स्वयं सेविका हाल्ने बाबू। स्वास्थ्य चौकी पनि नहीं के गाउँमा कहाँ ल्याउँ त यही कन। भाउ उठाइ क्या भाउ, उठ पो भाउ। ए मेरा भाउ, यही के आमा पनि कहाँ गई क्या अहिले बेला न को बेला बाबू। क्या अपनै भयो।